चोर्ने काम त सक्सेस होइन कि कहिले गुराँसै फुल्यो फुल्यो गुराँस भएर काका भएर रानी बनाखम फलाङ्की छन्दैन वा देख्न सक्नुहुन्छ फुलको रुख समातेर बसिराख्नु भएको छ बाली गुराँस फुलेर ढकमक्क भएको बेलामा देख्न सक्नुहुन्छ मैले यति बाली गुराँस टिपेर होइन तपाईँहरूलाई तिनीहरूले यति बाली गुराँस टिपेको छु देख्न सक्नुहुन्छ कान्छोवाले भेँडी टिपेर दाउरा बर्खालाई टक्क होइन चोर्ने काम त सक्सेस होइन कि कहिले हो त हामी यस्तो गरे वनमा एउटा दाउरो लगाउनु लाग्यो माटो पाऱ्यो एउटा पख्लास लगलास भनिहाल्यो भिरबाट पछारिँदै हिँडिरहेका छन् पुरा जङ्गल छ रानीवनको काकु अघि म पछि हिँडिरहेको छु देख्न सक्नुहुन्छ कहाँबाट जाने बाटो छ दाउरा लिन आयो दाउरा लिन पनि पाइने भएन तर अरूले चोरेर लग्छ हामीले एउटा दाउरा लगाउनु पर्ला भने त चोर्नु पाइने चोर्ने काम कति लाग्ने हेर्नुहोस् त्यही भएर तपाईँहरूले पनि नचर्नु होला हामी त फर्किनुलाई घरतिर फर्किनुलाई घर नचोर्ने हिँडाइ गऱ्यो काकुरोमा गुराँस खाने अनि यसो पासा पनि हेर्ने अब हामी त चोर्ने लक्ष्य त होइन हाम्रो तर के गर्ने पासाले गर्दाखेरि कालिजको पासा हेऱ्यो अनि दाउरा लगाउनु पर्ला भने गाली गरेको अनि हामी यसो वनतिर डुल्दैछौँ यस्ता झाडीसाडीमा के छ कसो छ भन्ने हेर्दै हिँडिरहेका छौँ देख्न सक्नुहुन्छ यो चाहिँ टिमुरको बेट्नु काँडा छन् यता काँडाले बाटो घेरेर देख्न सक्नुहुन्छ अप्ठ्यारो छ काको उहाँ गए पुग्नु भयो हामी दुईवटा मात्र छौँ जङ्गलमा हात खुट्टा काट्या चाहिँ खुट्टो काट्या छ यहाँ माटिन के अरे माथि गुराँस छ हामी अब यहाँ समय बिताउने कति घन्टा अरे 2 घन्टा बिताइसक्दाखेरि कस्तो हुन्छ कति खान सकिन्छ भन्ने कुरो हो क्या गुराँस मासुको झोल फेरि दुःख हामी वनकै यात्रामा छौँ देखिसक्नु भएको छ त्यो जङ्गल हो त्यहाँ सक्नुहुन्छ यहाँ यस्तो सल्लो छ सल्ला पनि यहाँ पाइने भने सल्ला गुराँस चिलाउने अनि रेँचहरू पाइन्छ देख्न सक्नुहुन्छ अनि यो झारलाई त तपाईँले चिन्नु नै भएको छ यो चाहिँ माओवादी झार अनि त्यसपछि यो चाहिँ अघेर भन्छ अघेर पाइन्छ काटेर पढ्दै हिँडिरहेका छन् अगाडि गुराँस हेर्नुहोस् हाम्रो त गाउँमै गुराँस फल्छ अब गाउँमा नै वनमै गुराँस फल्छ माथि पनि रातै यहाँ पनि रातै छ के गर्नु बोट कालले चढ्दा कालो लाग्छ माथि रातो देखेर के यार जोड्दै र पढ्दै भन्नु देख्न सक्नुहुन्छ हामी चाहिँ गुराँस भएको ठाउँमा आइसकेका छौँ देख्नुहुन्छ उता गुराँसै फुल्यो बनैमा त्यहाँ जस्तो चाहिँ रातै छ त पनि गुराँस फुलेर पुरा बनै ढकमक्क छ हामी पनि गुराँस हेर्न खान भनेर आइरहेका छौँ देख्न सक्नुहुन्छ अनि काकाले उता गाउँ हेर्नुहोस् हाम्रो गाउँ केटारी देख्न सक्नुहुन्छ यहाँ गुराँस फुलेको छ रातै छ देख्न सक्नुहुन्छ माथिले पनि फुलेको हो सल्ला बुटो पिपल देखिएको छ गाउँ देख्न सक्नुहुन्छ मोटरबाट देखिएको बाटो धेरै आकर्षण देखिएको छ भने देख्न सक्नुहुन्छ यहाँ फुल खसेर पुरा
रातै भएको छ भनेहरू काकुले गुराँस टिप्न लाग्नुभयो दामी थुङ्गो खायो अन्टीलाई आई लभ यु भन्नु होला फाइनली मैले पिसाकै देख्न सक्नुहुन्छ गुराँस अब घाम पनि लाग्छ यार आजभोलि त गुराँस टिपेर टक्क गुराँस खाने हो त्यो काकुले खाँदै हिँड्नुभएको छ देख्न सक्नुहुन्छ यति दामी फुलेको छ यहाँ पनि यस्तो पिठो दामी देखेको हेर्नुहोस् हेर्नुहोस् कता हेर्नुहुन्छ अब के हुन्छ त अब के हुन्छ फुल्यो गुराँस अब टक्क भाँचेर नि हेर्नुहोस् फुल पनि दामी छ देख्न सक्नुहुन्छ कोही फक्रिन लाग्यो कोही फक्रिसकेको लाली गुराँस लाली भएर काका भएर रानी बनाम वा फुल हेर्नु कति बबाल देखिरहेको छ हामी मान्छे झन् बबाल लाली गुराँस त्यसै राम्रो देख्न सक्नुहुन्छ लाली गुराँस हेर्न सक्नुहुन्छ त काकाले फुल समातेर चुप्पा हान्दैन नि त एउटा फलाङ्किस हान्दैन वा देख्न सक्नुहुन्छ फुलको रुख समातेर बसिराख्नु भएको छ अनि हामी काका भतिज भएर टक्क लाली गुराँस देख्न सक्नुहुन्छ हामीले बुटै समाते खाम के दामी देखिरहेको छ देख्न सक्नुहुन्छ लाली गुराँस छेउमा अनि हामी जङ्गल आएको गुराँस खानको लागि गुराँस भेटेको देख्न सक्नुहुन्छ दामी सानो बुटोमा यति दामी फलेको काकाहरू मक्क छन् उता हेरिरहेको छन् त्यो खुसी भएर खानु के किन खानु भएन यस्तो लाली गुराँस फलिरहेको छ खानुहोस् देख्न सक्नुहुन्छ यहाँ त लाली गुराँसहरू विपत्ता आयो क्या देख्न सक्नुहुन्छ त्यहाँ पनि कति दामी लाली गुराँस फुलेको छ यहाँ पारि चाहिँ हाम्रो गाउँ हो त्यो घरहरूदेखि नै हाम्रो गाउँ हो देख्न सक्नुहुन्छ लाली गुराँससँगै गाउँहरू पनि रमणीय दृश्य देख्न सक्नुहुन्छ तर घाम 3 दिन भयो गाङ्न सकेको छैन किनकि सूर्यले हार्यो त्यही भएर पनि हुनसक्छ है गुराँस यति अनि लाली गुराँस फुलेर ढकमक्क भएको बेलामा देख्न सक्नुहुन्छ मैले यति लाली गुराँस टिपेर होइन तपाईँहरूलाई किनले यति लाली गुराँस टिपेको छु खाने हो भन्नु होला तपाईँलाई कति राम्रो लाग्छ लाग्दैन होइन नेपालको राष्ट्रिय फुल देख्न सक्नुहुन्छ कति दामी छ देख्न सक्नुहुन्छ मैले लाली गुराँस अन्त कति भोगाल छ छैन चुला भन्ने त चुराना भन् ए धुँदा पछ्यौ रे देख्न सक्नुहुन्छ कस्तो छ बबाल छ गुराँसहरू फुलेर यति दामी फुलेको छ नि देख्न सक्नुहुन्छ त्यहाँको अगाडि हिँड्नु भएको छ होइन म भने पछि लाली गुराँस समातेर दामी लाग्यो क्या लाली गुराँस देख्न सक्नुहुन्छ लाली गुराँस यति दामी फुलेको छ नि अब चैतमा चाहिँ गुराँस फुल्छ होइन हाम्रो गाउँ घरतिर होइन सक्नुहुन्छ यहाँ पनि फुलेर ढकमक्क देखेको छ होइन हेर्नुहोस् भइभरि यस्तो छ क्या लाली गुराँस पुरै गरेर यता पनि फुलेको छ हेर्नुहोस् देख्न सक्नुहुन्छ कति दामी फुलेको छ त्यति राम्रो आएन क्या अहिले चाहिँ देख्न सक्नुहुन्छ लाली गुराँस फुलेर त दामी फुलेको छ सँगै यता पनि लाली गुराँस देख्न सक्नुहुन्छ कान्छोबाले भेँडी टिपेर दाउरा बर्खालाई टक्क होइन काट्न भएन वनमा काट्न भएन काट्न हुन्न वनमा त फेरि फसिन्छ जरिमाना तिराउँछ त्यही भएर काट्न हुन्न काट्न पनि होइन उसलाई काट्न दिने पनि होइन वन भनेको संरक्षण गर्ने देख्न सक्नुहुन्छ उहाँ कान्छाबाले भेँडी यसैले ढोकोतिर बोरोमा भेँडीहरू टिप्नु भएको छ देख्न सक्नुहुन्छ ल दाउरा त
बाउ छोरा भेट भएर दाइले के अरे अङ्कलले उहाँ दाउरा लैदिनु लाग्नुभयो। हेर्नुहोस् म भने पछि पछि छु जङ्गल गएको माथि गएको गुराँस पनि यति गुराँस पनि लिएर आएको धामी गुराँस देख्न सक्नुहुन्छ। बाटो भने यस्तो अप्ठ्यारो छ देख्न सक्नुहुन्छ। कहाँ गयो तल गयो कान्छाबाले भेँडी र दाउरा लगेर जङ्गलमा छ। हामी भने खाली खाली लोट्नले गरेर हिँड्छौँ बाटो अप्ठ्यारो छ। हामी फाइनली मोटर बाटोमा आइसक्यौँ। यहाँ पनि ढुङ्गा लगाउने होइन गएको कहाँलाई लगाउने यहाँका पारिका त स्कुललाई लगाउने बाटो गराउनु आएर सुशील काहीँ भाइ म भएर आउँला। यहाँ बाटो बिग्रेर चाहिँ कान्छाबाले बाटो बनाउन आउँला आउँला भनेर छोरालाई भन्दैछ नि उता उनले दाउरो फाले दाउरो ल्याउन गएन। यहाँ चाहिँ जाडो लगाएर देख्न सक्नुहुन्छ अप्ठ्यारो छ कि बाटो अप्ठ्यारो बाटो छ देख्न सक्नुहुन्छ। पहिली बाटो थियो मोटर बाटो हो यो चाहिँ अँध्यारो फाल्नु दुःख आयो नि ढुङ्गा यहाँ लाउने यत्रो सस्तो गराउने तरुल खन्न गएका केटाहरू मुस्कान सेटको हाँस तेरो नाम तेरो तेरो नाम के अरे तेरो नाम के अरे तेरो नाम के अरे ए यसको हुन्न नाम गएर तरुल खन्न केटाहरू गएर तरुल खन्न गएर हेर्न सक्नुहुन्छ। ऊ लिडर फेरि पछाडि साप्न लिडर फेरि म होइन भनेर हामी त फेरि गुराँस खान गएको गाउँतिर केटाहरू कस्तो टुल्सहरू ल्याएर आछन् देख्न सक्नुहुन्छ। यत्रो तरुल छ कति बेला गयो को तरुल यहाँ को तरुल दुइटाको खै त तेरो एउटै मात्र ल्यायो त्यसले तरुल अहिले म खाना आउँछु ल है किन माथि हेर जस्तो लाज है क्या घाँस यहाँ उता लाली गुराँस छ।